गाम बेसी रोधी घर छैन पाता रुखमा हो यो काली जुगमा कस्तो आयो जमाना रमाइलो बेला सबको बेला आज भेट भयो र आमाना गाउँ बेसी रोधी घरको वार्षिक उत्सवले गर्दा धाउनी चरी जायो डुम्रेको यो मेलामा आयो देवी र देउता थानी र माने कता कता के देवी देउता थानी माने छन् मलाई केही थाहा छैन सराना पर्दै पुकारा गर्दै मेरो पनि नमस्कार पनि नमस्कार सानुमा छँदा दिएको मैले चिनो राखे होला र उदुनादी गयो आज म सबको बेला झम्का भेट भयो धोबी लुगा धुँदा झम्का भेट हुँदा के छ तनी खबर निन्द्रा हुँदा मेरो देखे थिए सपनी तिर इष्टमित्र हजुर लगायत सबैजना सन्चै हुनुहुन्छ होला घाँस काटौँ टुनी सबै सन्चै हुनाले गर्दा हजुर हाम्रो सधैँ सधैँ भेटघाट हुने
माथि लेखी रम्कीका खाना यति राम्रो नानी भेट हुँदाखेरि माधलुलाई तानी आज यतै बसु अरे नानी नजाने भो पोखरा डुम्रे काँचो फलाम तायो डुम्रे बजार आयो बसिरा छु यतैतिर पोखरादेखि सहित गरी आयो वनमा बस्ने चरा छोडे मैले घर एक हप्ता भयो धाउनी चरी डायो एक हप्ता भयो एक हप्ता धाउनी चरी डायो एक हप्ता भयो बसिरा छु यतैतिर धन्यवाद धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्द्र गुरुङ रमना भण्डारी लाई आफ्नो मिठो ठाडो भाका यो प्रस्तुति यहाँहरूको माझ प्रस्तुतिएर जानुभएको छ यहाँलाई पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु अब भने हामी करिब अन्तिम चरणतिर आइपुगेका छौँ र हाम्रो अब धेरै कार्यक्रम छैन र म आयोजक कमिटीलाई अनुरोध गर्न चाहन्छु अब सम्मान कार्यक्रम र प्रमुख अतिथिज्यूले केही कुराहरू बोल्नेछ र समापन कार्यक्रम हामी गर्नेछौँ र अब समय छैन र यस चौथो डुम्रे सांस्कृतिक तथा व्यापारी महोत्सव 2081 को आज 10औं दिनको कार्यक्रम सेड्युल बाँकी नै छ यो गाम्पेश्वर रोधीघरको लागि भनेर जम्मा 3 घण्टाको लागि यहाँहरूले हामीलाई समय प्रदान गर्नुभएको थियो यहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु भन्दै अबको भनी आज सम्मान भइदिनको लागि म ठाडो भाका लोककला प्रतिष्ठान नेपाल लमजुङको संरक्षक एवं ठाडो भाका महानायक आदरणीय बुद्धिमान दुरा धम्पुज्यूलाई अगाडि आउनको लागि म अनुरोध गर्न चाहन्छु र सम्मान पत्र तयार गरिदिनको लागि म संरक्षक यस गाम्बेसी रोधीघरको संरक्षक सहसंरक्षक आदरणीय बहिनी अनिता गुरुङलाई अनुरोध गर्न चाहन्छु आफैमा सर्जक ठाडो भाका गायिका लोक तथा दोहोरी गायिका र तयारी गरिदिनको लागि अनुरोध गर्न चाहन्छु भने अर्को स्रष्टा आज सम्मानित हुनुहुने ठाडो भाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आदरणीय बहिनी सीता देवी दुरालाई म अगाडि आउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र ठाडो भाका आजको स्रष्टाहरूलाई सम्मान गर्नको लागि हामी सबैको आजको यस कार्यक्रमको प्रमुख अतिथि आदरणीय महिला अधिकारको लागि राष्ट्रिय अभियान्ता नेपालका राष्ट्रिय अध्यक्ष सामाजिक अभियन्ता दिलमाया गुरुङज्यूलाई हाम्रो अगाडि आउनको लागि पनि म अनुरोध गर्न चाहन्छु यसै गरी यस गाम्बेसी रोधीघरको अध्यक्ष एवं आजको कार्यक्रमको सभापति अगाडि आइदिनु होला पनि म अनुरोध गर्न चाहन्छु र अब भनी सम्मान पत्र भन्दा अगाडि दोसल्ला उडाएर सम्मान गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु आजको प्रमुख अतिथिज्यू दिलमाया गुरुङ
आदरणीय ठाडो भाका लोककला प्रतिष्ठानको संरक्षक एवं ठाडो भाका महानायक आदरणीय गुरु बुद्धिमान दुरा धम्बुलाई सम्मान गरिदिनको लागि आजको प्रमुख अतिथिज्यूलाई म अनुरोध गर्न चाहन्छु। यो फेटा ओढाएर सम्मान गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र सम्मानित हुँदै हुनुहुन्छ हामी सबैको अग्रज व्यक्तित्व पनि हुनुहुन्छ, एकदमै ठाडो भाका विभिन्न सोरठीको गुरु हुनुहुन्छ, घाटुको गुरु हुनुहुन्छ, सबै विधाको अग्रज व्यक्तित्व हुनुहुन्छ। आज हामीले यो सम्मान गर्न पाउँदा आज गाम्बेसीको छाती आज सगरमाथा जस्तो हिमाल जस्तो भएको छ। त्यसैले हामी एकदम गौरव मानेका छौँ र आज यसरी नै स्रष्टाहरूलाई प्रत्येक वर्ष यो गाम्बेसी रोधी घरको वार्षिक उत्सवमा विभिन्न विधाका कलाकारहरूलाई हामीले सम्मान गरिरहेका छौँ। कोही दोहोरी गायिका, कोही नृत्य, कोही सङ्गीतकर्मी, विभिन्न क्षेत्रका आबद्ध व्यक्तित्वहरूलाई हामीले सम्मान गर्दै आइरहेका छौँ। यसपटक पनि ठाडो भाका महानायक आदरणीय सबैको श्रोताहरूको माझमा बस्न सफल, मनमा बस्न सफल आदरणीय बुद्धिमान दुरा धम्बुलाई आज हामीले सम्मान गर्न पाएका छौँ। र यसै गरी आज हाम्रो प्रमुख अतिथि आदरणीय महिला अधिकार कर्मी राष्ट्रिय अभियान्त्रिका नेपालका महिला राष्ट्रिय उपाध्यक्ष आदरणीय दिलमाया गुरुङबाट सम्मानित हो। सबैले ताली बजाएर सम्मान गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। र यसै गरी अर्को सम्मानित गर्न लागि ठाडो भाका गायिका, लोक तथा दोहोरी गायिका, ठाडो भाका संस्थाका महिला उपाध्यक्ष आदरणीय सीतादेवी दुरालाई पनि दोसल्ला उडाएर सम्मान गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र प्रमाणपत्र दिन चाहन्छु। अब भने सम्मान पत्र ग्रहण गरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। अग्रज स्रष्टाको सम्मान नव प्रतिभाको खोजी अभियान भन्ने मूल नाराका साथ गाम्बेसी रोधी घर सांस्कृतिक समूह भानु नगरपालिका वडा नम्बर 1 7 तनहुमा रहेको छ। यो संस्था स्थापना 2074 सालबाट सम्मान पत्र 7औं वार्षिक उत्सव समारोह कार्यक्रम। यस गाम्बेसी रोधी घर सांस्कृतिक समूहको 7औं वार्षिक उत्सव एवं विविध सांस्कृतिक कार्यक्रमको अवसरमा लमजुङ जिल्ला दुराडाँडा सिधुरी 1 हाल पोखरा उपमहानगरपालिका वडा नम्बर 15 नयाँ गाउँ कास्की स्थायी बसोबास गर्दै आउनुभएका ठाडो भाका महानायक तपाईँ श्री बुद्धिमान दुरा ज्यूले 10औं वर्षको उमेरदेखि नै विविध सङ्गीत क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा यहाँको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। अध्यक्ष शङ्कर परियार, सचिव बिनु गन्धर्वा, संरक्षक अक्कल बिराही गुरुङ, प्रमुख अतिथि श्री दिलमाया गुरुङ, महिला अधिकारको राष्ट्रिय अभियन्ता नेपाल। यो पत्र रहेको छ भने हस्तान्तरण गरिदिनुको लागि प्रमुख अतिथिज्यू र अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। सबैले ताली बजाएर सम्मान गरिदिनु होला। र यसै गरी अर्को पनि सेम रहेको छ। यस गाम्बेसी रोधी घर सांस्कृतिक समूहको 7औं वार्षिक एवं विविध सांस्कृतिक कार्यक्रमको अवसरमा लमजुङ जिल्ला दुराडाँडा सिधुरी 4 चण्डी गाउँ हाल पोखरा उपमहानगरपालिका वडा नम्बर 15 गलेश्वर चोक कास्की स्थायी बसोबास गर्दै आउनुभएका ठाडो भाकाकी गुरुआमा तपाईँ सीता दुरा ज्यूले सानै उमेरदेखि नै विभिन्न गीत सङ्गीत क्षेत्रको महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा यहाँको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। उहाँलाई पनि यो सम्मान पत्र ग्रहण गरिदिनको लागि हस्तान्तरण गरिदिनको लागि म प्रमुख अतिथि अध्यक्षलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सबैले ताली बजाएर सम्मान गरिदिनु होला। प्रमुख अतिथि महिला अधिकारको लागि राष्ट्रिय अभियन्ता नेपालका राष्ट्रिय उपाध्यक्ष सामाजिक अभियन्ता दिलमाया गुरुङज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइ राखिदिनको पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। गाम्बेसी रोधी घरका संरक्षक अकल बिराही गुरुङज्यूलाई यसै गरी आज गाम्बेसी रोधी घरको वार्षिक उत्सवको उपलक्ष्यमा यो डुम्रे मेलामा सहभागी हुनु भएर यो वार्षिक उत्सवलाई पनि मनाउने गाम्बेसी रोधी घरका अध्यक्ष शङ्कर भाइ, यसै गरी आजको सम्मानित व्यक्तित्व आदरणीय दाजु बुद्धिबहादुर
दुरा धम्बु भने प्रख्यात नाम मेरो आदरणीय दाजु, ठाडो भाकाको स्वरले नभए पनि बुँदाले चर्चित रहनुभएका आदरणीय दाजुलाई सम्मान गर्न चाहन्छु। आज सम्मानित पनि हुनुभएको छ। बहिनीको हातबाट मैले माइती सम्मान गर्न पाएको छु। यसै गरी ठाडो भाकालाई जीवित राख्नको लागि पुरुषको जति योगदान हुन्छ महिलाले पनि गर्न सक्छु भनेर लागि पर्नुभएका सीता दुराज्यू, मेरो आदरणीय मेरो बहिनी, म आशीर्वाद दिन चाहन्छु। यसै गरी गाम्बेसी रोधी घरको संरक्षक अकल बिराई गुरुङदेखि उपाध्यक्ष महिला हुनुहुन्छ, बहिनीलाई पनि सम्मान गर्न चाहन्छु। यसै गरी आज बाजाले महिलाहरूले बाजाको माध्यमबाट नाचगान आफ्नो धुन बजाउँदै अगुवा हुनुभएका डुम्रेको यो बाजा समूहलाई पनि म मुरी धन्यवाद, प्रगतिको शुभकामना दिन चाहन्छु। महिलाहरूले पनि सक्षम भनेर खोज्नु नपर्ने खालको आफूले बाजाको पञ्चबाजा भनेको नेपाली संस्कृतिभित्र पर्ने हाम्रो मौलिक बाजा, जति सारङ्गी मादललाई मान्छौँ हामी बाजालाई त्यति नै मान्छौँ। यसै गरी यो मौसममा, यो वार्षिक उत्सवमा उपस्थिति हुनुभएका सम्पूर्ण महिला समूह, आमा समूह सम्पूर्णलाई पनि शुभकामना दिन चाहन्छु। नयाँ वर्ष आज लाग्ने बेला भइरहेको छ, अब धेरै छैन, मुखमा छौँ। र अन्तर्राष्ट्रिय नारी दिवस 8 मार्चको श्रमिक नारी दिवस महिलाहरूले दिवसको माध्यम बनाएर विश्वभरि मनाउने 25 गतेदेखिको सेरोफेरोमा रहेर आज यो गाम्बेसी रोधी घरले वार्षिक उत्सवमा प्रमुख अतिथिको रूपमा बोलाउनु भयो। सम्पूर्ण गाउँबेसी रोधी घर परिवारलाई पनि म मुरी धन्यवाद दिन चाहन्छु। यहाँहरूलाई सधैँ प्रगतिको सधैँ शिखरमा रहोस् भन्न चाहन्छु। म आफू पनि महिला भएको हुनाले महिला अधिकारको लागि राष्ट्रिय अभियानको क्षेत्रमा 20औं वर्ष काम गर्दै आउँदा 77 जिल्लाको अवलोकनको भूमिका पनि पाएको छु। यसै गरी दाइले भन्नुभयो अघि नै, धम्बु दाइले, लागु औषध दुर्व्यसनीमा फँसेका छोराछोरी, जब छोराछोरी दुर्व्यसनीमा फस्यो भने छोरी धेरै ठाउँमा विवाह भयो भने आमाको भागमा पर्छ तेरो छोरी भन्नुहुन्छ श्रीमानले। छोरा बिग्रियो, छोराले आफ्नो मती लिएन भने तेरो छोरा कहाँ गयो भन्नुहुन्छ। चुनौती महिलालाई जन्मिएदेखि नै छोरी रहेछ भने फाल्नुपर्छ, छोरा रहेछ भने राख्नुपर्छ भन्ने प्रवृत्ति हाम्रो समाजमा अझै पनि यसलाई विकास गरेर छोरी पनि जन्माउनुपर्छ भन्ने खालको अझै टिप्पणी राज्यमा कानुनले दिए पनि यथार्थमा छैन। त्यसकारणले गर्दा यो मेला, यो डुम्रेको यो मेलामा पनि सम्पूर्ण महिला सहभागी नै देखिन्छ। महिलाहरू अझै म त के भन्न चाहन्छु भने महिला सशक्तिकरणको आफूले पाउनु पर्ने राज्यले दिएको, हामीलाई विकासको लागि दिएको हाम्रो महिला सशक्तिकरणको रकम भन्दा पनि महानगर, नगरपालिका, ओडा, गाउँपालिकाले अबको खानपानमा ध्यान दिनुपर्छ। अबको खानपानको यो धेरै थरी खानपान भन्दा पनि हाम्रो बाबुबाजेले खाएको खानपान फेरि दोहोरिएर आएको छ। हामीलाई खानपानको दूषित नहुने खालको नगरपालिका
सामाजिक विकासले महिलाहरूलाई यो खालको तालिम पनि प्रदान गरोस् भनेर आवाज उठाउन नछोड्नुहोला। म यो मेरो तपाईँहरूलाई आवाजको ध्वनि बनाउन चाहे। तपाईँहरूले आफ्नो अधिकारको क्षेत्रमा बुलन्द आवाज उठाउन सक्ने तनुङ यहाँ पनि रहोस् भन्न चाहन्छु। मेरो कार्यक्षेत्र पनि हो तनुङ, लमजुङ, गोर्खा पर्वत स्याङ्जा मेरो कार्यक्षेत्र पनि हो कास्कीको हकमा। र मैले 77 जिल्ला अवलोकन गर्न पाउँछु। महिलाहरूको पीडा, बालबालिका, श्रमिक बालबालिकाको पीडा, हाम्रो चुनौती, हाम्रो समस्या महिलाहरूमा धेरै छ। मैले यो कुरा किन गर्दै गरेँ भन्दा म एउटा महिला अभियन्ता। मेरो भनाइ तपाईँहरूलाई एकदमै उच्चारण गर्नको लागि मेरो भनाइमा सापट लिनुहुन्छ भन्ने म एकदमै ढुक्क बनेको छु। र साथ आफूले कसैलाई खोज्नुभन्दा नि महिलाले कानुनी रूपमा कानुनको परामर्श, पैरवी तालिमहरू, हामीलाई धेरै तालिमहरू चाहिएको छ। हामी कसरी बोल्ने, हामी गृहिणीबाट उठेर आछौँ। गृहिणी भाषालाई हामीले प्रयोग नगरौँ। सामाजिक भाषा र मानवीय भाषा, हाम्रो नागरिक भाषा, हामी अधिकार रहित हाम्रो संस्कार अधिकारमा महिलाहरूले आफ्नो अधिकार खोज्नुपर्छ। अधिकार मात्रै होइन, कर्तव्य पहिला कर्तव्य पालन गरेर बल्ल आफ्नो संस्कार कर्तव्य पालन गरेर अनि महिलाले अधिकार खोज्यौँ भने पछाडि पर्दैनौँ। मैले यही आवाज त्यसैभरि मेरो यो आवाजलाई मैले जताततै फिजाउँदै यहाँहरू जस्तो महिलाहरूलाई हाम्रो महिलाको ठाउँमा उभिएर महिला भनेको दोस्रो दर्जामा नहेरोस्। सामाजिक क्षेत्रमा महिलाहरूलाई कुनै पद, कुनै कार्यक्रममा आसन ग्रहण गरिए तापनि बोल्ने मौका दिँदैन। त्यो पनि हामीले हाम्रो स्थान अनुसारको पाउनुपर्छ। हामीले गरेको अध्यक्षताको हाम्रो संस्था अनुसारको पाउनुपर्छ भनेर तपाईँहरूले यो पनि दाबी गर्नुपर्छ। पुरुष बोल्न सक्छ भने महिला बोल्न सक्छ भन्दै धेरै बोल्ने मन थियो। यो तनुङ जिल्लामा आउँदा खुसी व्यक्त पनि गर्न चाहन्छु। र गाउँबेसी रोधीघरले प्रमुख अतिथिको रूपमा मलाई निमन्त्रणा गर्नुभयो। अध्यक्ष लगायत सम्पूर्ण गाउँबेसी रोधीघरको संरक्षक, सल्लाहकार, पदाधिकारी सम्पूर्णमा शुभकामना व्यक्त गर्दै आउँदै गरेको नयाँ वर्ष 82 को पनि शुभकामना। कहिल्यै पनि महिला जागरुक हुँदा कहिल्यै नथाकोस्, तर महिलाले आफ्नो कर्तव्य पालन गरेर अधिकारमा लागोस्। धन्यवाद। धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको प्रमुख अतिथि, महिला अधिकारको लागि राष्ट्रिय अभियन्ता नेपालका राष्ट्रिय उपाध्यक्ष सामाजिक अभियन्ता आदरणीय दिलमाया गुरुङज्यूले आफ्नो महत्त्वपूर्ण सान्दर्भिक भनाइ राखेर हामीलाई छक्क पार्नुभयो आज सान्दर्भिक कुरा। र यसै गरी अर्को सम्मान पत्र पनि रहेको हुँदा प्रमुख अतिथिज्यू यहीँ बस्नुहोला। र यसै गरी गण्डकी प्रदेश तनहुँ जिल्ला व्यास नगरपालिका वार्ड नम्बर 12 निवासी तपाईँ श्री ज्योति नेउपानेज्यूले यस संस्थामा आबद्ध भई स्थापना कालदेखि नै निरन्तर रूपमा नेपाली गीत सङ्गीत क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। यहाँ ग्रहण गर्न आइदिनको लागि बहिनी ज्योतिले म अनुरोध गर्न चाहन्छु। हस्तान्तरण गरिदिनको लागि प्रमुख अतिथिज्यूलाई म अनुरोध गर्न चाहन्छु। अब धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै धेरै हामी अनुज कलाकार, श्रेष्ठ कलाकारहरूले सम्मान गर्दैछौँ। र यस वडा स्तरीय महिला सञ्जाल पालुङटार
नगरपालिका 7 स्याङ्लिङ नौमती महिला पञ्चेबाजा समूह कसैलाई भोज भतेरमा पञ्चेबाजा चाहिएमा संयोजक आदरणीय बहिनी सुशीला श्रेष्ठलाई सम्पर्क गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सम्पर्क नम्बर यस प्रकार रहेको छ 98 62 39 32 01 मा सम्पर्क गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र आज यो गाम्बेसी रोधीघरको वार्षिक उत्सव कार्यक्रममा यहाँहरूले जुन योगदान दिनुभएको छ पक्कै पनि यसको मूल्याङ्कन अर्को 8औं अधिवेशन साधारण सभामा पक्कै पनि मूल्याङ्कन हुनेछ भन्दै यहाँहरूले विशेष योगदान पुर्याउनु भएकोमा एकदम सहयोग गर्नुभएकोमा गाम्बेसी रोधीघरको सम्पूर्ण होल टिमबाट यहाँलाई हार्दिक उच्च सम्मान व्यक्त गर्दै फेरि पनि आवश्यक परेको खण्डमै यहाँले सहयोग गर्नुहुनेछ भनी हामीले अपेक्षा पनि लिएका छौँ भन्दै अब भने प्रमुख अतिथिज्यू लाई मायाको चिनो सहित हस्तान्तरण गरिदिनको लागि म आजको यस कार्यक्रमको अध्यक्ष सभापति शङ्कर परियारजीलाई म अनुरोध गर्न चाहन्छु भन्दै अब भने हामी चौथो डुम्रे सांस्कृतिक तथा व्यापारी महोत्सव 2081 को हामी 10औं दिनमा छौँ र अब पनि विभिन्न राष्ट्रिय स्तरको कलाकारको प्रस्तुति आगमन भइसकेको छ। यहाँहरूले भरिपूर्ण मनोरञ्जन दिनको लागि राष्ट्रिय कलाकारहरू आइसक्नु भएको छ भन्दै प्रमुख आजको यस सम्पूर्ण कार्यक्रम आफैमा पत्रकार कास्कीका महिला आदरणीय बहिनी बिनु थापा मगरलाई मायाको चिनो हस्तान्तरण गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। पहिला बिनु थापा मगरलाई प्रमुख अतिथिज्यूबाट पत्रकार आदरणीय बिनु थापा मगरलाई यो मायाको चिनो हस्तान्तरण गरिदिनको लागि आजको प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। मायाको चिनो ग्रहण गर्दै हुनुहुन्छ। सबैले ताली बजाएर सम्मान गरिदिनु होला दिदीबहिनीहरू सबैले। मायाको चिनो आफ्नो महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। आजको दिनभरिको सम्पूर्ण कार्यक्रमहरू उहाँले भिजुअल गरिरहनु भएको छ। उहाँलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु भन्दै आजको कार्यक्रमको प्रमुख सभापतित्व गरिरहनु हुने शङ्कर परियारज्यूले प्रमुख अतिथिज्यूलाई यो मायाको चिनो प्रदान गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सबैले ताली बजाएर सम्मान गरिदिनु होला। यो मायाको चिनो ग्रहण गर्दै हुनुहुन्छ आजको प्रमुख अतिथिज्यू आदरणीय दिजु दिलमाया गुरुङ। सबैले यहाँलाई उच्च सम्मान व्यक्त गर्दै आउने दिनहरूमा फेरि पनि यो संस्थाप्रति उच्च एकदमै मूल्याङ्कन गरेर पक्कै पनि विभिन्न कार्यक्रममा पनि जोडिनु हुनेछ भन्ने मैले आशा राख्दै केही कुरा राखिदिनको लागि आजको सम्मानित व्यक्तित्व आदरणीय बुद्धिमान दुरा धम्बुजीलाई म यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। कार्यक्रम सञ्चालन धन्यवाद अकल बाबु। सम्पूर्ण इष्टमित्रहरूप्रति मैले यो माइक्रोफोन मैले मागेँ बाबुसँग। दिलमाया बहिनी उहाँ आज 77 जिल्लामा महिलाको भूमिका निभाएर हिँड्नु भएको छ। तर उहाँ यति मिठो गीत गाउनुहुन्छ। उहाँको गीत म आजको यो कार्यक्रम सञ्चालक हाम्रो अकलबी राई गुरुङ बाबु पुलिसबाट बिदा भएको मान्छे अनि हाम्रो आजको प्रमुख अतिथि दिलमाया बहिनी आफ्नो समाज सुधार आमो समूहदेखि लिएर लामो समयसम्म सामाजिक सेवामा आफ्नो जीवन अर्पण गर्दै जाँदा उहाँ यति मिठो गाउनुहुन्छ। उहाँले गीत गाउने मौका पाउँदैन। त्यसो भएको भने यो मञ्चमा म उहाँहरू दुवैजनालाई छ टुक्क भने पनि रेलै सलल भाकामा गीत गाइदिन अनुरोध गर्छु। यो चाहिँ नि समय चाहिँ नि यो स्टेजमा हामी कलाकार साथीहरूले आजको कार्यक्रमलाई भरे साँझ पर्छ होला, आज समय छैन भनेको छ। त्यसले गर्दाखेरि यो राष्ट्रको गहना भनेकै तपाईहरुको कलाकार हो। तपाईहरु उद्योग धन्दा हरेक क्षेत्रमा सामाजिक सञ्जालमा तपाईहरु खटिनुपर्छ, तपाईले योगदान दिनुपर्छ। हजुरलाई हामीले पनि चाहे तिमीले सम्हाला, चाहे तिमीले लछारा, चाहे तिमी पछारा,
तिम्रो घर सजाइदिने 12 मासे फुल हामी भनेर दिदीबहिनीले गाउँछ भने कलाकारले पनि यो महोत्सवलाई रौनक दिनको लागि तपाईँलाई कलाकारको आवश्यकता हुन्छ। त्यसले गर्दा आजको प्रमुख अतिथि र कार्यक्रम सञ्चालकज्यूलाई धेरै होइन 6 टुक्का भने पनि गाएर आजको कलाकार प्रमुख अतिथिको चाहिँ नि सम्मानित विदाई यसरी गरिदिन अनुरोध गर्छु। हस्त नमस्कार। हजुर, आज यस कार्यक्रम हाम्रो गाम्बेसी रोधीहरूको 7औं वार्षिक उत्सव कार्यक्रम जुन डुम्रे 4थो डुम्रे सांस्कृतिक महोत्सवका सम्पूर्ण आयोजक समूहहरूले पर्दैन दोहोरी अहिले पर्दैन हाम्रो कार्यक्रम सिद्धियो दोहोरी पछि गीताउने जुन यो मञ्च हामीलाई उपलब्ध गराइदिनु भयो। हामी महोत्सवको सुरु दिनदेखिको यहाँ काम गरिरहेका छौँ। बाहिर कार्यक्रम गर्न पाएनौँ दाई भनेको सुनिल दाईलाई अनि हाम्रो हेमलाल भिनाजु सम्पूर्ण आयोजक समितिहरूले आज 3 बजेसम्मको यो हामीलाई समय दिनुभयो। यहाँहरूप्रति उच्च सम्मान छ। हामीले यो महोत्सवमा धेरै दुःख गरेका छौँ। हाम्रो दुःखलाई बुझेर अब यो गाम्बेसी रोधीहरूले बाहिर कार्यक्रम गर्न सक्दैनन्, समय छैन भनेर यो स्टेज दिनुभयो। यहाँहरूप्रति धेरै आभारी छु। अनि हाम्रो सीता दिदी, सुशीला दिदी, सम्पूर्ण दिदीहरूले यसरी बाजा बजाएर गाम्बेसी रोधीहरूलाई यसरी सम्मान स्वरूप सहयोग गरिदिनु भयो। यहाँहरूप्रति पनि एकदम धन्यवाद छ। आगो यहाँहरूलाई हामी सम्मान पत्र बनाएर सम्मान गर्नेछौँ। अहिलेदेखि नै मैले प्रतिबद्धता गरेँ। असाध्यै राम्रो बजाउनुहुन्छ यहाँहरूलाई बाजा। पूजाआजा व्रतबन्धको लागि चाहिँ पऱ्यो भने एकदम सम्झिनु होला, सस्तो मूल्यमा गरिदिनुहुन्छ। अनि टुरे पसलबाट आएर हाम्रो सिरियल पुरुष पीडा सिरियल छ, गाम्बेसी रोधीहरू संस्थाको ठाडो भाकाको टिम छ, दोहोरीको टिम छ, सिरियलको टिम छ। अनि हाम्रो सिरियलको आमा चेपारे बुढी अनि दिदी झुसी जुन यो सम्मान गर्नुभयो, यहाँहरूप्रति पनि उच्च सम्मान छ। सबैले गाम्बेसी रोधीहरूप्रतिका सम्पूर्ण कार्य समितिहरू लगायत आयोजक लगायत भोलेटारदेखि हाम्रो ठाडो भाकाको समूह आउनु भएको छ। रमा विक अनि ठुल दिदी हुनुहुन्छ, विष्णुमाया कार्की, उहाँहरूको ठाडो भाका राख्न पाइएन। म आफैले पनि गीत गाउन पाइनँ। हामी असन्तुष्ट छैनौँ। हाम्रो महोत्सव भोलि पनि छ, पर्सि पनि छ। हामी भोलि पर्सि गाउनेछौँ भन्दै सम्पूर्ण धन्यवाद दिँदै हाम्रो 7औं वार्षिक उत्सव यहीँ सकिएको। यो सकिनुभन्दा अगाडि हाम्रो प्रमुख अतिथिज्यूले यहाँ गाम्बेसी रोधीहरूमा केही सहयोग गर्दै हुनुहुन्छ। हाम्रो संरक्षकज्यूलाई उहाँ आफैले भन्नुहुनेछ भन्दै म पनि बिदा हुन्छु। हस्त धन्यवाद। धन्यवाद अध्यक्षज्यूलाई। मैले यो गाउँबेसी रोधी घर धेरै वर्ष भइसकेको छ। 7औं वर्ष वार्षिक उत्सवको उपलक्ष्यमा फागुनको महिनामा मेरो जन्मदिन थियो र म एउटा नारीले आवाज उठाएर वर्षको 61वटा सम्मान घरेलु हिंसा केसको दायरामा काम गर्दै आएको यहाँहरूलाई जानकारी गर्न चाहन्छु। र मैले यो गाउँबेसी रोधी घरको संरक्षक हाम्रो भाइ शङ्कर अध्यक्ष हुनुहुन्छ भने संरक्षक अक्कल बिराई गुरुङ हुनुहुन्छ, मेरो भाइ पनि हुनुहुन्छ। मैले महिलाहरूलाई ओझ्याल कहिल्यै नपारेर अगुवा बनाओस् भनेर मैले मेरो जन्मदिनको उपलक्ष्य र नारी दिवस, अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस 8 मार्चको उपलक्ष्यमा मैले केही इँटा थप्नको लागि एउटा समाज घर, एउटा भवन बन्न लाग्छ भन्ने सुने। मैले शीत दिएँ भने उघाएर घैँटो भर्नी छ र समाज घर बन्ने छ। मैले प्रमुख अतिथि बोलाएर दिएको होइन, मेरो पहिल्यैबाट सोच थियो र मैले मिलेर अध्यक्ष र संरक्षकले त्यो भवनलाई एउटा कलाकार अटाउने बनाओस्। मैले पनि शान्ति दर्शन महिला समूह 9 वर्ष चलाएर एउटा भवन बनाएर हस्तान्तर गरेर केन्द्रतिर लागेको हो। त्यस कारणले गर्दाखेरि काम गर्दै जाँदा चुनौती आउँछ, समस्या आउँछ। त्यसलाई पनि कुल्चिएर राम्रोलाई शिरमा राखेर नराम्रोलाई कुल्चिएर काम गर्नुपर्ने हुन्छ। सामाजिक काम गर्दा कलाकारलाई पनि गीत गाउँदा
धेरै गाली गलोच आउँछ, गीत आफ्नो ठाउँमा रहन्छ। त्यस्तै जस्तो सामाजिक अभियानतालाई नि त्यही हो। त्यही माथि म एकल महिला, मैले एकदमै महिलाहरूलाई जागरुक बनाउन चाहन्छु। म कास्कीमा रातो लगाउने अभियानको पनि म एउटा संयोजक हो। हामीले डिआइजी साहबको श्रीमती समूह भन्ने एउटा प्रहरी थियो, म प्रहरीसित काम गर्ने। मैले 9 वर्ष सुराकी गरेँ कुबीर राणा डिआइजी साहब हुने बेलामा। र मैले यो अलिकति गन्थन गरेँ, समय लिने मौसमलाई ढिलो भइराखेको छ। म यहाँहरूसित पनि क्षमा माग्दै मैले अक्कल बिराई गुरुङ ज्यूलाई यो केही रकम हस्तान्तर गर्न चाहन्छु। म